इमेजिन गर्नु त, पुरा महेन्द्र राजमार्गमा स्ट्रिट लाइट लगायो भने कति इलेक्ट्रिसिटी र पैसा लाग्ला त। हाम्रो महेन्द्र राजमार्गको पूर्वदेखि पश्चिमसम्म टोटल लेन्थ रहेको छ लगभग 1028 किलोमिटर र हामी एजुम गरौँ कि प्रत्येक स्ट्रिट लाइटहरू प्रत्येक 50-50 मिटरको दूरीमा रहनेछन् र यसो गर्दा हाम्रो टोटल लाइटको सङ्ख्या हुन आउँछ 20,560 र अब हामी एउटा स्ट्रिट लाइट चाहिँ 100 वाटको लाउनेछौँ। एभरेज रूपमा 100 वाटको हामीले लगायौँ भने हाम्रो टोटल क्यापेसिटी लाइटको मात्रै क्यापेसिटी हुन आउँछ 2,56,000। यसको मतलब हो 2.056 मेगावाट। र अब कि हामी प्रत्येक स्ट्रिट लाइटलाई रातिको 6 बजेदेखि बिहानको 6 बजेसम्म जम्मा हामी 12 घण्टा हामी स्ट्रिट लाइटलाई युज गर्नेछौँ। यसो गर्दा हाम्रो एक दिनमा युज हुने चिठी हुन आउँछ हाम्रो 24.672 किलोवाट आवर पर डे। ल अब हामीले यसलाई 1 वर्षको निकाल्यौँ भने 1 वर्षको निकाल्दा लगभग 90 लाख किलोवाट आवर हाम्रो बिजुली मात्रै हुन आउँछ। र यदि हामीले नेपालको इलेक्ट्रिसिटी रुल अनुसारको एउटा युनिटको 9 रुपैयाँ 21 पैसा हो भने 1 युनिटको रुपैयाँ र हाम्रो 1 वर्षको टोटल बिल हुन आउँछ हाम्रो 8 करोड 29 लाख स्ट्रिट लाइटमा मात्रै बिजुलीको मात्रै खर्च। ल यो त भयो हाम्रो बिजुली युज गरेको खर्च। ल अब हामी मानौँ कि एभरेजमा हाम्रो एउटा लाइट किन्नलाई 8,000 जति रुपैयाँ लाग्छ। त्यता ट्रान्सपोर्टेसन इन्क्लुडेड 8,000 रुपैयाँ एभरेजमा हाम्रो लाग्छ। र यसो गर्दा हाम्रो टोटल कस्ट आउँछ हाम्रो 20,560 लाइटको लागि हाम्रो टोटल खर्च हुन आउँछ 1.64 करोड 1 करोड 64 लाख रुपैयाँ हुन आउँछ। र यसो गर्दा हाम्रो टोटल अघिको इलेक्ट्रिसिटीको रुपैयाँ प्लस हाम्रो यो किन्न लाग्ने रुपैयाँलाई जोड्दाखेरिमा चाहिँ हाम्रो 9 करोड 93 लाख रुपैयाँ हुन आउँछ। र हामीले 9 करोड 93 लाख रुपैयाँमा मात्रै हामीले इस्टदेखि वेस्टसम्म हामीले एउटा पुरै महेन्द्र राजमार्गमा हामीले स्ट्रिट लाइट लाउन सक्छौँ। अब यो त हाम्रो अब यसमा मेन्टेनेन्स खर्चलाई पनि इन्क्लुड गर्ने हो भने बढीभन्दा बढी लाग्यो भने एकदमै बढी लाग्यो भने पनि 50 लाख पर इयरका हुनसक्छ। र यसो गर्दा 10 करोड 50 लाख समथिङ पैसा हुन जान्छ। र यति पैसामा हामीले चाहिँ पुरै महेन्द्र राजमार्गलाई हामीले स्ट्रिट लाइट लाएर हामीले उज्यालो बनाउन सक्छौँ।